नमस्ते सम्पूर्णलाई मेरो यो युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु र सबैले लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सनु होला। आज म तपाईलाई सिकाउन गइरहेको छु बफको अचार कसरी बनाउने भनेर हेर्दै जानु होला साथीहरु है। यो बनाउने तरिका एकदम सजिलो छ र मिठो पनि छ। सबैजनाले हेर्दै जानु होला। सबैभन्दा पहिला हामीले यो बफको अचार बनाउँदाखेरि सबैभन्दा पहिला तपाईले के गर्नु त एउटा भाँडामा अलिकति तेल हाल्ने है साथीहरु। ल यो भाँडामा अलिकति तेल हालिसकेपछि तपाईहरुले भाँडामा तेल हालिसके यसमा मासु हाल्ने। यसमा अचारको लागि मासु हाल्ने। अचारको लागि मासु हालिसकेपछि यसलाई मज्जाले यसलाई भुट्नुपर्छ है। यसलाई मज्जाले सुकुटी बनाएर भुट्नुपर्छ। अनि बिस्तारै पानी मर्दै जान्छ। अनि बिस्तारै पानी मर्दै जान्छ है साथीहरु है। पानी मर्दै गइसकेपछि अनि तपाईहरुले मज्जाले चलाइदिने यसरी चलाउने। यसरी चलाउँदै जाने। यसरी चलाइसकेपछि तपाईहरुले एकछिन छोप्दिने बरु। यसरी चलाउँदै पड्किन्छ है। यसरी मज्जाले पड्किन्छ है। यो यसरी पड्किन्छ। यसरी मज्जाले पड्किन्छ। ल हेर्नुस् यसरी चलाउँदै जाने मज्जाले पड्किँदै जान्छ मज्जाले है। एकछिन टाइम चाहिँ लाग्छ। एकदम मिठो अचार बन्दछ साथीहरु है। सबैले भिडियो लाइक शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। तपाईहरुले यो अचार चाहिएमा कमेन्ट बक्समा कमेन्ट गर्नु होला र आफ्नो नम्बर छोड्नु होला। हामी डेलिभरी गर्न सक्छौं है। अनि त्यसपछि तपाईको अब यसमा प्याज टमाटरहरु र सबै अन्य चीजहरु मरमसला सबै भुटिदिने है। सबै यसो भुटिसकेपछि यसमा फेरि तपाईको त्यो तारिसकेको मासुलाई हालिदिने है साथीहरु। तारिसकेको मासुलाई हालिदिने है। हालिसकेपछि तपाईहरुले मज्जाले यसलाई मोलिदिने है साथीहरु है। यसमा धेरै तेल पनि चाहिँदैन है साथीहरु है। यसलाई मोलिदिने है साथीहरु है। यसले मज्जाले मोलिदिने है चलाएर मोलिदिने। अनि त्यसपछि तपाईको यसलाई मज्जाले यसरी चारैतिर नुन मर मसला लाग्ने गरी यसलाई मज्जाले यसलाई घोलिदिने अनि खाने।